सधैँ घरमा बसिरहँदा मैले बाहिरको संसार हेर्न पाइनँ, बाहिरको संसार देख्न पाइनँ। छोराले भन्छ के गरौँ त, मैले भन न के गरौँ। बुहारीले भन्छन्, श्रीमतीले श्रीमानलाई भन्छन्, केही वर्ष तिम्री आमालाई वृद्धाश्रममा लगेर राखिदियो हुन्न भने। मेरो चाहिँ जीवन छैन सधैँ तिम्री आमालाई म कुरेर बसिराख्ने। मैले चाहिँ संसार हेर्न पर्दैन, मैले संसार देख्न पर्दैन। श्रीमानले भन्छ के कुरा गरेको मैया यस्तो तिमीले। म मेरो 9 महिना मलाई गर्भमा राखेर प्रसव पीडा सहेर यो धरतीमा लिएर आएकी आमालाई मैले कुन मुखले वृद्धाश्रम जाउँ भने। कस्तो धर्म सङ्कटमा पारेको तिमीले मलाई। श्रीमानले त्यसो भनिसकेपछि श्रीमतीले भन्छन् त्यसो हो भने घर व्यवहार सम्हाल, छोराछोरी सम्हाल मैले। श्रीमतीले त्यसो भनिसकेपछि श्रीमानले फेरि श्रीमतीलाई सम्झाउँदै भन्छ कस्तो आवेगमा आएको तिमी। ठिकै छ नि त, म आमाको मुड हेरेर कुरा गरौँला, तर घर छोडेर जाने कुरा नगर मैया, घर छोडेर जाने कुरा नगर। त्यति भनिसकेपछि श्रीमानले गरेको बाचा पुरा गर्न 3-4 दिनपछि आमा घाम तापेर